Hi everyone. आज यो भिडियो विशेष गरेर म आफैले लेखेको पुस्तक अ नेभिगेटर टु आइएल्स भन्ने पुस्तकको बारेमा सानो कुरा यहाँलाई जानकारी गराउन गइरहेको छु। यो नेभिगेटर टु आइएल्स बुक नै किन पढ्ने भन्ने विषयमा यो बुकमा चाहिँ विशेष गरेर प्र्याक्टिस मेटेरियल भन्दा पनि यसमा चाहिँ ग्रामरको एउटा डिफ्रेन्ट सेक्सन 10 आइटमको डिफ्रेन्ट सेक्सन्स तपाईहरुले पाउन सक्नुहुन्छ। ग्रामरको like tense, subject, verb, agreement, preposition, conjunction, sentence types, reading clauses, voice, inversion, gerund, to infinitives, ellipses, linking words, parallel structure, modifier, punctuations, and common grammatical mistakes. यी टपिक्सहरुमा तपाईहरुले सेल्फ स्टडी गर्न सक्नुहुन्छ। जस्तो हामीलाई चाहिँ स्पिकिङ र राइटिङमा चाहिँ वाइड रेन्ज अफ grammatical structures but error free भनिन्छ नि। There are no IELTS book that do cover these contents. So यो बुक तपाईहरुले त्यो अर्थमा किनेर पढ्न सक्नुहुनेछ। Thank you so much.